अहिले म उठिसकेँ गाइज, मुख चाहिँ धोएको छैन। हेलो गाइज, गुड मर्निङ सबैजनालाई। म चाहिँ आज चिसो पाइन्छु सबैजना। म किन चिसो पाइन्छु भन्दाखेरि आज चाहिँ अङ्कलको रोपाइ। म जस्ट उठे मात्रै छु, मेरो काम भनेको रोपमा जाँदैन, म जाँदिनँ। खाना पकाउनु बाहिर उठ 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 भनिरहनु रोटी हाल्न होइन। अब म फेरि भएर हात मुख धोएर रोटी हाल्छु, त्यसपछि फेरि भेटौँला। रोपाइमा पनि जान्छु, के छ होइन। गाइज हेर्दै गर्नु है त के गाइज, म यत्रो पिठो रोटी हाल्दैछु। मैं इधर हूँ, चूल्हा इधर है। त्यो तरकारी डालेको रोटी मैले हाल्न नसकेर आन्टीले हाल्नुहुन्छ। म मिर्ची मसला के हेर्दै गर्नुला। अहिले पछि रोपाइमा पनि देखाउँछु। आउँदैछु, देख्न सक्नुहुन्छ। दाल खाने आउनुलाई लिएर जाँदैछु हेर्नुलाई। आइसकेँ, देख्न सक्नुहुन्छ। म यता म रक्सी ल्याउन जान्छु। 3 पानी खानुहुन्छ खाने आउनुला होइन। म रक्सी लिएर जाँदैछु। गर्मीले मर्न लागेछ होइन। रोपाइ गर्न आएको मान्छेले मासु भात खान्छ अरे खानामा। कडी बसालेछु, अघि दाल जानेको, त्यही भएर माथि पखाली छैन, तल तल। अब चाहिँ म मासु गराउँछु बाहिर, भित्र घाम हुन्छ, त्यही भएर मासु गराउँछु होइन गाइस। हेर्दै गर्नु होला, भित्र घाम हुन्छ, त्यही भएर अब त्यति धेरै मासु ग्यासमा बनाउने कुरो भएन। बिचमा मेरो छोरो पनि आइरहेको छ। त्यहीको भएपछि गाइस अब हाल्नु पर्ने हुन्छ मासु बनाउँदैछु। पाक्दैछु होइन। रोप्न जाँदैछु खानासाना खाना खुवाएर। बट मैले खाना खुवाएको भिडियो बनाउँछु भनेको त बिर्सिएको छु खाना दिँदा होइन। अब हेर्नु है मैले कस्तो रोप्छु। हेर्नुहुन्छ, रोप्दैछौँ पर हामी जाँदैछौँ। अनि यसले मलाई देखाउँछ देशीले, चिन्नुहुन्छ देशीलाई। हेर्नु होला मैले कस्तो रोप्छु। दिदीहरूको नि काम। मम्मी मलाई मार्ला। मम्मी गाइज यहाँ ल मेरो दिदी भन्ने नामले अब गराइदिन्छ। यहाँ कसरी हेर्नुभएको छ सबले हेर्नुहोस्। गाइस म रोप्छु, हेर्नु ल कस्तो रोप्छु। अब लेकबाट पानी पनि आउँदैछ, बादल यस्तो हेर्नु। सबले हेर्नु हेर्नु भाइरल हुनु युट्युबमा यसरी। रमाइलो भाइ अनि आफ्नो रोपाइ ल गाइस देख्नुभयो हजुरहरूले रोपाइ हेर्दै गर्नु होला। म
एकछिन रोपेर त्यहाँबाट घरतिर जान्छु रोपाएर किप वाचिङ ल गाइस म चाहिँ घरतिर लागेको अब चाहिँ म रेडी भएर जान्छु आफ्नो घरतिर यति नै हो गाइस लाइक सब्सक्राइब गरिदिनु होला सब्सक्राइब नगरेकोले कस्तो लाग्छ हेरिदिनु होला म चाहिँ नुहाएर यस्तो छ मेरो अवस्था नुहाएर जान्छु अब घरतिर बाई बाई गाइस